हेलो गाइस, गुड मर्निङ सबैजनालाई। काठमाडौँबाट फर्किसकेको छु र अहिले म आएको छु मौला कालिका मन्दिर गैराकोटमा अवस्थित। र अब आज चाहिँ मन्दिरमा कस्तो भएको छ विकासहरू त्यो सबै देखाउने छु। र मन्दिर चाहिँ रहेको छ त्यहाँ माथि। यहाँबाट चाहिँ केबल कार चढ्ने इन्ट्री यहाँबाट चाहिँ जाने रहेछ। अनि यताबाट पनि अटोहरूमा पनि जान सकिन्छ माथि मन्दिर, तर अलि अफ रोड कच्ची बाटो छ। त्योभन्दा केबल कारमै सजिलो हुन्छ। हामीलाई चाहिँ अब जानुपर्ने माथि हो। अनि यहाँ चाहिँ सरदमहरू किनिरहेको छ, पूजाआजाको सरदमहरू। सो गाइस, हामीले चाहिँ अब सामानहरू चाहिँ यहाँबाट पूजाआजा गर्ने सामानहरू 20 रुपियाँको त्यो दिनु, अरू 150 रुपियाँ लिँदैछौँ। सो गाइस, अब हामीलाई चाहिँ अलिकति हिँडेर जानुपर्ने हुन्छ केबल कार चढ्ने ठाउँसम्म पुग्नको लागि। यहाँ चाहिँ एउटा होटल ग्रिन फरेस्ट भन्ने रहेछ। यहाँनिरको गेटबाट चाहिँ अब यसरी अलिकति हिँड्नुपर्छ। त्यहाँ अगाडि त्यहाँ चाहिँ केबल कारको स्टेसन छ। त्यहाँबाट हामीले टिकट काटेर जानुपर्ने हुन्छ। यो चाहिँ होटलको ब्याक साइड। र यहाँ चाहिँ केही कृषकहरूले चाहिँ गहुँ काट्दै हुनुहुन्छ। त्यो एउटा केबल कार आउँदैछ माथिबाट। अहिले हामी चढ्नेछौँ किन र अटोमा चाहिँ पहिला हामी हिँडेरै गयो भने झन् राम्रो हुन्छ। हिँडेरै जाऊँ न त्यसमा। जाम हिँडेरै। मान्छेहरू पहिला हिँडेरै जान्थ्यो। हामी पनि एकचोटि हिँडेर पनि गएको छौँ। म त सानोमा एकचोटि गएको थिएँ। त्यसपछि हामी फेरि एकचोटि गयो क्यारे हिँडेर। केबल कारमा पनि गयो हामी एकचोटि। केबल कारमा पनि गएको थियो, तर मैले भ्लग बनाएको थिइनँ। यसपालि चाहिँ मैले भ्लग बनाएको छु होइन गाइज। सो अब हामी चाहिँ आइसकेको छौँ केबल कार स्टेसन। सो यस्तो छ केबल कारको स्टेसन। यहाँबाट चाहिँ हामी अब पछाडिबाट पछाडिपट्टिबाट आयौँ। अगाडिबाट पनि आउनु मिल्न चाहिँ। सो साथीभाइहरू, अब चाहिँ हामी यहाँ लगभग भन्नाले पनि आइसकेको छौँ। टिकट काट्ने ठाउँ, केबल कार चढ्ने ठाउँ यस्तो छ। टिकट काउन्टर यता। र हामीले चाहिँ यहाँ गैँडाको एउटा मूर्ति देख्न सक्नुहुन्छ। यहाँ चाहिँ ठुलो ब्याट्री रहेछ। र मौला कालिका केबल कार। आज सोमबार भएर अलिकति भिड चाहिँ छैन यहाँ, किनभने यो पनि बिजी नै हुन्छ अहिले। केबल कारहरू मान्छेहरू प्रायःजसो केबल कारमै जान्छन् आजभोलि, जबदेखि केबल कार बनेको छ। गाइस, टिकट यता शौचालय यतातिर रहेछ। टिकटको प्राइस चाहिँ यस्तो छ। सो गाइस, फाइनली टिकट हामीले लिइसकेको छौँ। र अब चाहिँ हामी केबल कार चढ्न भित्र जाँदैछौँ। इन्ट्रान्स प्रवेशद्वार। सो गाइस, हामीले चाहिँ अब यताबाट
2 मिनेट लाग्यो एकदम एउटा भिडियो बना न अनि काम थियो कि अफिस सो गाइस हामी चाहिँ अहिले माथि आइसकेको छौँ केबल कारबाट। अब यहाँबाट पनि अलिकति थोरै हिँड्नुपर्ने हुन्छ। यो माथिको स्टेसन अघि हामीले तलबाट देखेको बिल्डिङ माथिमा यही हो। अहिले हामी चढ्दैछौँ। अब यहाँबाट चाहिँ हामीलाई थोरै माथि अलिकति हिँड्नुपर्ने हुन्छ। अब चाहिँ सानो मार्केट जस्तो छ, यहाँ पनि पाउँछ पूजाको सामानहरू यताउता। अब चाहिँ यहाँबाट थोरै हामीलाई यस्तो माथि हिँड्नुपर्ने हुन्छ। सो गाइस अहिले हामी मन्दिर परिसरमा आइसकेको छौँ र यसमा र यहाँ चाहिँ माथि नै हात धुने ठाउँ छ। सो अब चाहिँ हामीहरू महिनाहरू बोक्छु लाउँ त यो त्यहीँ भित्र हाल्दैन। सो अब चाहिँ हामी मन्दिरभित्र प्रवेश गर्दैछौँ र यहाँ चाहिँ यस्तो चिम्पान्जिङहरू लट अफ चिम्पान्जिङहरू छ यहाँ चाहिँ बाहिर। सबैभन्दा पहिला गणेश भगवान्लाई पूजा गर्नेछौँ। सो यसरी हामी चाहिँ अब प्रवेश गर्दैछौँ मौला कालिका। जय मौला कालिका माई रक्षा गर्नु भगवान्। अब यहाँ चाहिँ आज चाहिँ अलिकति भिड कम छ, नभएको यहाँ चाहिँ एकदम भिड हुने गर्दछ। कालिका भगवती माताको मन्दिर फोटोहरू खिच्दैछन्। भगवती माताको र सबैजनाले चाहिँ मौला कालिका माताको मन्दिरलाई दर्शन गराउन आफूले चिताएको वर माग्नुहोस्। सबै माताले पुरा गर्ने हुनेछन् त्यस्तै आशा राखौँ। सो हामीले चाहिँ अब भित्र पूजा गरिसकेको छौँ। र अब चाहिँ हामी बाहिर भगवान्हरूलाई पूजा गर्नेछौँ। भित्र हामीले अलरेडी पूजा गरिसकेको छौँ। शिवलिङ्ग मौरीहरू आउने रहेछ यहाँ चाहिँ। अनि यहाँ चाहिँ हाम्रो अर्को भगवान् हुनुहुन्छ। यहाँ चाहिँ बत्तीहरू बाल्ने ठाउँ माथि। यतातिर चाहिँ गैँडाकोट नवलपरासी जिल्ला गाइस अब चाहिँ हामी यता नरिवल फुटाउने ठाउँमा छौँ। नरिवल फुटाइसकेको छौँ।
मौलकाली कपाल हामीले चाहिँ अब परेवालाई चामलहरू चाहिँ दिन मिल्दैन रहेछ अनि यो मकैहरू चाहिँ दिन मिल्ने रहेछ यहाँ चाहिँ चामलहरू सिकाउनुमा पनि यसरी यहाँ कृपया परेवाको चारो बाल्टीमा राखिदिनु होला चामल भुइँमा फाल्न नदिनु चाहिँ राम्रै हो र गाइस अब यतापट्टि चाहिँ हामीले देख्न सक्छौँ यहाँबाट चाहिँ पुरा नारायणघाट बजार नारायणी अलिकति आज सुकाइ जब चाहिँ हामीले पूजा आज सबै सकाइसकेको छौँ र अब हामी फर्किँदैछौँ मौलाकाली माइली सबैजनाको रक्षा गरौँ मेरो सब्सक्राइबरहरू मेरो भिडियो अब यहाँ यसो होटलमा चिया रोटी सोटी खाइन्छ त्यसपछि लागिन्छ किनभने बिहान हामीले केही नखाए आज यहीँ जाउँ यहीँ गाइस हामी चाहिँ यहीँ होटलमा आएको छौँ यहाँ चाहिँ के छ सेलरोटी छ पकौडा छ आलु चप छ थुक्पा पनि पाउँछ अरे भेज मोमो पनि पाउँछ अरे चिया पनि पाउँछ होला कफी पनि यसो छ यहाँ चाहिँ होटलहरू सानोतिनो होटलहरू त्यहाँ अगाडि पनि छ होटलहरू हामी चाहिँ अब यहीँ जहाँ पनि खाने उयो हो टेस्ट उयो हो है किन 10 ठाउँमा चार्ने सुकाइ आलु चप पकौडा रोटी तरकारी यहाँ चाहिँ अचार छ चियाहरू आउँदैछ कति के अरे आलु नै हाल्दो रहेछ मुसेर बनाउनु सिङ्गे आलु ओके ठुलो त्यहाँ हालेर खाएँ ल भन्छ एउटाले टिकटकमा तरकारी पुरी तरकारी चप पकौडा चाउमिन थुक्पा भेट्नु पाइन्छ पकौडा बन्दाको सेरौको तरकारी ल्याएर पकौडा
बेस्ट सो आजको दिन कस्तो भयो त दिन त होइन बिहान नाइस पूजाआजा गरियो गरियो मनको चाहना मनको इच्छा व्यक्त गरियो मौला कालिका माईको के भन्छ शरणमा आएर हामीलाई चाहिँ धेरै टाढा पर्दैन हामी चाहिँ अब आयो भने नेक्स्ट टाइम अटोमा आउने 2 घन्टामा माथि हामीलाई केबुल कारको चाहिँ अहिले रेट अलिक बढाएको रहेछ त्यही भएर चाहिँ अलिकति अब यस सम्बन्धित मान्छेले चाहिँ अलिकति कुराहरू गर्नुपर्छ होइन अब हामीले के भन्ने हो र अटोमा चाहिँ तलदेखि माथि आउनुहुन्छ भने अटोमा चाहिँ पर पर्सन 350 आउन जानको यहीँ माथिसम्म ल्याइदिन्छ केबल कारमा चाहिँ पर पर्सन आउन जानको लगभग 700 एकजनाको मैले भन्दैछु लगभग 700 रुपियाँ एकजनाको चाहिँ पर्दो रहेछ सो अब चाहिँ हामी केबल कार चढ्ने ठाउँ खाना खाएर आइसक्नु माथि नै खाएर आइसक्यो पेट फुट्ने गरी त होइन जे होस् अगाउने टाइममा चाहिँ खाएको सो चाहिँ यस्तो छ अघि हामीले तलबाट देख्छौँ जुन माथि डाँडामा एउटा बिल्डिङ यही बिल्डिङ हो केबल कारहरू चढ्ने ठाउँ यो पहिला पनि यस्तै थियो बनेको थिएन अहिले पनि यस्तै रहेछ खासै प्रगति भएको रहेछ 1 वर्षमा म चाहिँ 1 वर्षपछि आउँदा जस्ताको त्यस्तै छ तल चाहिँ यो सायद केही खानेसानी क्यान्टिन स्यान्टिन केही गराउने होला जब चाहिँ हामीले यहाँबाट फेरि केबल कार आइसकेको छौँ अब हामी केबल कारमा बस्नेछौँ होइन हामी चाहिँ अहिले केबल कारमा बसिसकेको छौँ फोन भी किए उससे मिला भी उसके पास में वो उसका ऑफिस में नारायण घाट में पुल चौक में यस्तो छ गैराकोटको भ्यू सुजन सर का पास में है बोल रहा है खाना खाने लेके जा रहा है जब खाना खा के ऊपर आएंगे तो लेके आएंगे यतातिर गैराकोट चितवन जिल्ला यतापट्टि नवलपरासी र बिचमा नारायणीको पुल थाहा त हुन्छ नि कति काम गरेको गयो हामी चाहिँ अहिले माथि मन्दिरबाट तल चढ्दैछौँ केबल कारमा यसरी ठर्ने चाहिँ हाम्रो पनि स्न्याकिङ गरौँ होइन त्यो हिसाबले मिल बुढाहरू कता गयो नआऊ भनेर रोकिदिएको फ्री छ भने उनीहरूलाई गाइजहरू अहिले हामी चाहिँ झर्दैछौँ अब स्टेसन आइसकेको छ अघि हामी उतै बाटो आएको होइन यही बाटो आएको थियौँ माइकमा त पाउँदैन कसले फटाफटी गएर ठाउँ नारायण घाट भन न
सो गेट खुलिसकेको छ र अहिले हामी चढिसकेको छौँ। सो गाइस यताबाट एक्जिट। सो यताबाट एक्जिट माथिबाट तल झरिन्छ। सो अब हामी चाहिँ आजको बिहान मनकामना मन्दिर आएर दर्शन गर्यो। सो गाइस आजको बिहान हामी चाहिँ मौलाकालीका दर्शन गरेर अब चाहिँ हामी लगभग फर्किन लागेको छौँ। फर्किसकेको छौँ मन्दिरबाट चाहिँ फर्किसकेको छौँ। तल केबल कारको स्टेसनबाट पनि फर्किसकेको छौँ, तर घर चाहिँ पुगेको छैन, घरसम्म फर्किसकेको छैन। अब हामी फर्किने क्रममा छौँ। र अघि हामी यही बाटो आएको थियौँ, त्यहाँ घाउ काटिरहनु भएको थियो। अहिले हामी यही बाटो फर्किँदैछौँ र एउटा दिदीले चाहिँ, बहिनी हो कि दिदी हो, मल डोकोमा बोकेर खेतमा पुर्याउँदै हुनुहुन्छ। सो गाइस अघि हामी उतै माथि थियौँ, अहिले हामी यहाँ तल आइसकेको छौँ र यहीँबाट चाहिँ आजको भ्लग चाहिँ म इन्ड गर्न छु। भ्लग चाहिँ यहीँबाट म इन्ड गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ। अब सबैजनाले मौलाकालीका माईले रक्षा गरून्, होइन? त्यही हो ल। जय नेपाल, जय देश, जय नरेश।